Okay, so good morning everyone, and today is February 15. आज चाहिँ म मेरो साथीलाई एयरपोर्टसम्म पुऱ्याउन गइरहेको छु एन्ड अहिले बिहानको 5 बजिरहेको छ। जाने मान्छे जिन्दगीमा फर्स्ट टाइम यस्तो नि भयो नि त हेमनाथ। हाम्रो बस बिग्रेर हामी यहाँ छौँ। के भन्नुहुन्छ दाइ, यस्तो भयो के भन्नु। कता छौँ हामी? अलिकता हेलो, अब हामी यहाँ आज विजङको आइपुगेको छौँ। यति बेला चाहिँ हामी अघि एयरपोर्ट पुगिसक्नु पर्ने हो खास, तर यस्तो भइहाल्यो। ठिक छ, अब यसलाई हामी त्यसरी नसक्छौँ। जे जस्तो न उयो भयो नि त सक्यो क्या, अँध्यारो भइन्जेल सक्यो। अब उज्यालो भएपछि एकदम अब सबै राम्रो राम्रो हुन्छ भनेर हामी एक्सपेक्ट गरौँ। अब हाम्रो 10 मिनटमा हाम्रो अर्को बस पनि आउँदैछ। अब त्यही बस चढेर हामी यहाँ 1-1.5 घन्टा अभी जाना पड़ेगा आपको। मिल गया, अच्छा लगा। अच्छे से छुट्टी बनाकर आइए। अरे ढिलो हुन्छ ल, राम्ररी जाउँ ल, राम्ररी जाउँ। ट्राई गरेर ट्राई गरेर मास्छ। नन्दिको दामी खायो, मोमो दामी लाग्यो। मोमोलाई मैले एकदम ठुलै रेटिङ दिन्छु। चाउमिन त्यस्तो अलिक तकिलो, योहरू अलिक सफ्ट जाता पुग्यो। अब काम्पोङ बेस्ट यहाँको।